हेलो गाइज नमस्ते वेलकम टु नेनुकाको भ्लग थापा परिवारको भ्लग फ्यामिली थापा फ्यामिलीको थापा फ्यामिलीको भ्लगमा हजुरहरूलाई स्वागत छ भन्दै हामी चाहिँ आज तपाईहरुलाई यहाँ तोरीबारी यहाँ हेर्नु न यहाँ देख्न सक्नुहुन्छ भिडियो बनाउँदै छौं जाँदै छौं फेरि यो चाहिँ कहाँ हिँडेको रामु हेर्नु न चाहिँ कहाँ हिँडेको नि घर बस्नु हामीसँग हिँडेको त पनि हिँड पछि हाल्छस् है पछि हाल्छ यो चाहिँ है साथीहरु हेर्न सक्नुहुन्छ यहाँ मम्मी र शोभा आन्टी चाहिँ तोरीबारी हेर्नु हाम्रो यहाँ हेर्नु त यहाँ तोरीबारी रामु चाहिँ पछि आउँछ हौ तपाईहरुलाई यहाँ के गर्न आउनु भएको तोरीबारीमा हामी यो तोरीबारीमा टिकटक भिडियो भ्लगहरु बनाउन आएको सुन्दर भएको छ क्या लिएर तोरी रमाइलो छ रमाइलो भएको छ कहाँदेखि टिकटक बनाउन आउँछन् हामी यहाँ नजिक किन नआउनु भनेर हामी पनि हाम्रो घरको पछाडिपट्टि बनाइहालौँ भन्दा ए यो कुकुर छ एउटा यहाँ हेर्नु पर्छ त्यो हाम्रो साथी हो यो हामीलाई पुर्याउन जान्छ लिन जान्छ साथीहरु कति मोटी छ उसका छेउमा त म त जिरो हेर्नु न हराउँछु मेरो छोराको शोभा आन्टी त पापाले हड्डी साथीहरु के गर्ने यस्तै छ त्यही भएर म अलि साइडमै उभियो होला जस्तो लाग्यो क्या तोरीबारी ट्याक्क उभिएको छ के गर्नु अब तोरीमा अब यसो फोटोसोटो पनि सुट गरौँ होइन भिडियो पनि बनाऊँ सबैजनालाई मेरो भिडियो हेरिदिनु भएको छ सबैजनालाई धन्यवाद मनैदेखि भन्न चाहन्छु म तपाईँहरूलाई फेरि पनि अनि आजको क्यामेराम्यान चाहिँ मम्मी हुनुहुन्छ क्यामेराम्यानको पछि चाहिँ म छु है फेरि शोभा आन्टी हुनुहुन्छ अघि पछि म त्यसपछि पछि मम्मी हो हजुर हो हामी अघि र पछि लाग्दैछौँ आमा छोरी छोरी हुँ सबै छोरी मेरा है त के गर्नुहुन्छ पिकनिकबाट आएँ भन्दा हेर्नु भएको अरे हेर्न सक्नुहुन्छ साथीहरू हाम्रो मम्मीको चाहिँ साथी पल्लो गाउँको हाम्रो आन्टीहरू पिकनिक गरेर आउनु भएको अरे अनि त्यो भएर चाहिँ अनि मम्मीले चाहिँ बोलाएर यहाँ आउनु न अलिकति हेर्नु त देख्नुभयो पिकनिक कति रमाइलो भयो आन्टी एकदम रमाइलो भयो धेरै रमाइलो भन्नु न के खानुभयो पिकनिकमा तपाईँले चाहिँ चस्मा लानुभयो टाउको कमजोरी भएर कि आँखा कमजोरी भएर आन्टी आन्टी आँखा कमजोरी भएर टाउको कमजोरी भयो अनि कहाँनिर देखाउँ त तपाईँ चाहिँ यो झोला चाहिँ किन बोक्नु भएको हौ चस्मा लाउने गर्ने टाउको कमजोरी यो गएर अनि लगाएपछि अलिकति कपाल छ भन्ने भइरहेछ त्यही भएर चस्मा चाहिँ कपालको लागि ठिक दिनभरि चाहिँ अरू आँखा कमजोर भएर चस्मा लाउनु हाम्रो आन्टीले टाउको कमजोर भयो यो चाहिँ उयो हो क्या दिनभरि चाहिँ कपालको लागि हो अनि राति चाहिँ आँखाको लागि हो के कुरा बुझ्या हो नि राति चाहिँ आँखा लागि दिउँसो आँखा लागि चस्मै त्यस्तरी बनाएको छ कि त्यस्तो खालको अरे क्या दिउँसो चाहिँ
कपालको लागि हो राति चाहिँ आँखाको लागि हो राति टेबलको लागि होला नै नै नै, आँखाकै लागि हो आँखाकै लागि हो राति पनि लाइला सुत्नुहुन्छ त ए ल ठिक छ भनेदेखि सुन्नु पनि साथीहरू आँखाको लागि चाहिँ लाउनु परेन त अनि गरेपछि चस्मा कामै भएन नि त होइन सपना देख्नु परेन भरे देखेन भने सपना हो आँखाले नदेखेपछि कसरी देख्छ हामी जे पाए त्यही बोली मिलाएर बनाऊ है नानी भयो के भयो भिडियो भयो के हुन्छ नाच्नु नि एकपल्ट के नभए भयो भन्नु लु नाच्न देखाउनु कसरी नाच्नु देखाइदिनु त यहाँ लु पिकनिक कसरी नाच्नु गलेर भुत्तुक्कै भयो जस्तो छ पिकनिक नाच्नु कसरी नाच्नु भएको थियो पिकनिकमा चाहिँ हामी त यसरी नाच्नु तोरीबारीमा त छम छम नाचिदेऊ निहुरेर निहुरेर हातमा रुमाल कानमा फुल सिउरेर सिउरेर दिदी नाच्नु न हौ कसरी कसरी नाच्नु त नि कमर भात जसरी नाच्दा नि तोरी कति वर्षको जस्तो लाग्छ त यहाँ आन्टी हेर्नु त ल साथीहरू हजुर कति वर्षको जस्तो लाग्छ त 15 पुगेर 16 लाग्यो आन्टी हामी चाहिँ हेर्नु तपाईँहरू कमेन्ट गर्नु है कति वर्ष जस्तो लाग्छ तिनैजना यति तिनैजनालाई जाडो भएन आन्टी यता आन्टीको चाहिँ कुरा नगरौँ यता तिनजनाको चाहिँ ल अब लु बाई भन्नु न त नि बाई ल लाइक अब हामी गयौँ होला थापा फ्यामिलीको मेनुकाको भ्लगलाई के हो घर जान्छौँ साथीहरू पनि भेट भयो एउटा भिडियो सिडियो बनायौँ रमाइलो लाग्यो खुसी लाग्यो साथीहरू टाढाबाट पिकनिक खान आउनु भएको छ भिडियो बनाउन पाइयो त्यसैमा खुसी छौँ अब हामी घर जाँदैछौँ अब शोभ आन्टी आन्टीहरू पिकनिक खाएर आउनुभएको छ सायदमै उहाँहरू पनि जुर्नुभयो भिडियोमा गार्डन ब्लगमा यसो सबै यसमा पाउनुभयो खुसी लाग्यो रमाइलो लाग्यो त्यति भन्दै आजको हाम्रो यो ब्लग चाहिँ समाप्त गर्ने अनुमति भन्दैछिन् उता मेनुका थापाले बाई 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 बाई